Hey guys, welcome back to my new vlog. Why? So guys, आज चाहिँ फाइनली हामी बसेको मेला रमाइलो मेलामा घुमिरहेको छौँ हैन। आज चाहिँ पल्सवाडी मेलामा आइदिन्छौँ। हाम्रो अगाडि चाहिँ पातली पातली परिहरू हिँडिरहेको छ हैन। ब्युटिफुल ब्युटिफुल परिहरू। चलो चलो। भीड भइरहेछ गाडीमा बाटोमा मेलामा बाटोमा गाडी जाम भइरहेछ सो साइडमा छन् हाम्रो होइन साइड सिक्समा छन् होइन साइडमा यता हाम्रो एउटा लब्बडीहरू दुइटा घुमिरहेछन् होइन आइसक्रिम जग्गामा है कति राम्री राम्री परिहरू पनि देखा परिरहेछ यहाँनिर आज बापका परी माका मगरमच्छहरू सबै यतै छन् सो वहाँनिर हेर्न सकिन्छ होइन लभरहरूको आज यहाँनिर मेला लागिरहेछ लभरहरू एकदम टासी हिँड्नेछ होइन पनि हामी सिङ्गलहरू यहाँनिर भ्लग गर्दै हिँड्नेछौँ हामीहरू फ्युचरमा छौँ सरी आमा सिटीमा हेर्नु नि यहाँनिर कति राम्रो केटी नि भाइ तेरिके नबनाउनु न हो तेरिके गाइस यस्तै बनाउनु पर्छ अहिले चल्छ यस्तै पनि तपाईँलाई भाडा कुडा चाहिन्छ भने यहाँनिर चाहिँ प्रशस्त मात्रामा छ यो चाहिँ अगाडिको चाहिँ हाम्रो सिङ्गल हुनुहुन्छ कसैलाई गर्लफ्रेन्ड चाहिन्छ भने कृपया हामीलाई सम्पर्क गर्नु है गाइस एकदम सिङ्गल छि राम्रो छि डक्टर छि पढिराखेको छि होइन भने त्यो रातो लाको नि फेरि रातो होइन के कालो हो बाटोमा मेलामा बाटो भइरहेछ यहाँनिर सबै राम्रो केटीहरूको मैले फोटो भिडियो बनाउनुको कारण चाहिँ यही हो सबै राम्रो केटीहरू मेरो आँखाबाट आएको छ सबै मेरो मोबाइलमा क्याप्चर र म भोलि पछि गएर फेरि हेरेको छु भरे घरमा गएर रिल्याक्समा साथी गाइस जस्तो बब्बाल भिड लागिरहेछ गाइस हेर्न सकिन्छ नि दामी परिहरू धेरै छन् यहाँनिर हेर्नु लबडहरू रास्ताको माल सस्तामा हामी आयौँ फेरि I love my moms. कालो चस्मा लाउ है माया के निकाल्नु अनि तिमीले त यार भ्लगै तिमीकोमा चलिरहेछ होइन सो गाइस यो दुईजना चाहिँ सिङ्गल अरे गर्लफ्रेन्ड चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु र मेरो च्यानललाई मस्त सब्सक्राइब गर्नु होइन म चाहिँ आजकलको भाइरल टिकटकहरू बनाउँछु होइन सो गाइस तपाईँहरूलाई चाहिएको मनपर्दो होइन तपाईँले खोजेको जस्तो भिडियोहरू हेर्नको लागि मेरो च्यानलको सब्सक्राइब गर्नुहोस् तपाईँलाई कस्तो केटी चाहिएको छ नाटी मोटी लुटी छुच्ची चम्गान्डी जस्तो चाहिएको छ यो मेलामा त्यस्तै उपलब्ध छ अయ్యా मै गलिसक्यो रुङला दिदी मेला कतिको लागिरहेछ फर्स्ट अफ अल त बन्द गराउनु पर्ने हो नि त बाटोमा चार पानीमा भगवान हे कहाँ बढेकै हो त भिड So guys, राति पर्दै गएको छ कति रात भयो तेज भइरहेछ हैन
यता एउटा भ्लगर देखिरहेछ जस्तो छ कसलाई आफ्नो गर्लफ्रेन्डलाई मङ्गलसूत्र दिनु मन छ बे गर्ने उमेर आएको छ भने बे गर्नलाई एउटा एउटा किन्दा हुन्छ यो चाहिँ बम बम चल हामी चाहिँ सिङ्गल कमरा छेप बेजत मेलामा गर्लफ्रेन्ड लिएर घुम्ने टाइम छैन होइन सुनेको नि सिङ्गल लाइफ इज रक मेला घुम्न छैन एकदम स्लोमा कालो चस्मा लाउ है माया 16 वर्ष उमेर तिम्रो लुखा 1 लिटर तेल त यही सकिन्छ कपालहरु हरा कहाँ गयो त कपालहरु नि हाम्रो सरहरु चाहिँ दशैंमा पनि छुट्टी नगरिकन यहाँ नि एकदम काम गरिरहेछ हैन बिचाराहरुलाई माया गर्दिनु होला कसैले ट्यापेहरुलाई गाली नगर्नु होला ट्यापे भन्छु तर मै गाली गरिरहेको छु हैन जस ट्यापेहरुको काम चाहिँ दामी छ बेला बेला दुःख चाहिँ लास्टै दिन्छ एउटा नभए एउटा कुरा मागिरहेको छ हैन लुटेराहरु यिनीहरु पनि घुसखोरीहरु ओहो कहाँ गयो परिहरू आज गाइस एउटा परि हेर्न सक्नुहुन्छ मेरो बस्तीमा बस्तीका मस्ती ब्रो आम्मा हो आम्मा हे प्रभु कोही दिन गाइस तपाईको छोराछोरीलाई यो सामान किनिदिन सक्नुहुन्छ तपाईहरुले यहाँनेर धेरै कुरा छ हैन बहिनी उमेला कसले अगाडि आइज भने हाम्रो प्रिटी दिदीहरु यहाँ हुनुहुन्छ हैन गाइस मलाई यो ब्ल्याक चाहिँ मन पर्यो तपाईलाई मन पर्छ पर्दैन कमेन्ट गर्नु होला हैन बहिनी हेन हिँड्दैमै लिएर आइहाल्ने हिँड्दै गरेर ल्याउँदा भएन अनि ल्याउला नि तोतीलाई यहीँ बस्छौ जाउँ हामीहरू गाइस सबैजना राम्री हामी चाहिँ कतातिर वाह वाह मेरो पछि पछि बस पारा मेरो छाडा 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 सो गाइस हामी चाहिँ फिलहाल हाम्रो साथी लिन गइरहेछौँ ए दिदी के को तोत्री मेरो दिदी हुँदैन नि त सो गाइस हामीले बिउनी लिन गइरहेछौँ वान्स मोर
छि त्यसो नगर्नु भने गाली खादिन्छ नि गर्दैन गाली गर्ने कसैले गाली गर्दैन जब गर्छ नि त्यतिखेर थाहा पाउनु यता आयो एकछिन चुप गाइस यहाँ चाहिँ कपाल पनि छन् सेतो र त्यो दाइ अनि यहाँ लभरहरूको कुरा हुँदैछ भरे कहाँ डेटिङ जाने भनेर होइन त्यो व्हाइट ड्रेस र यो केटा जुन छ नि त्यो दुइटा चाहिँ कपाल लगाइदिन्छ होइन सो यिनी दुइटा कपालको चुरा लभर चलिरहेछ होइन कहाँ जाने नजाने भनेर घुम्न जानु खोज्दै सोच आइरहेछ तर हामीलाई बाल छैन यस्तो घुमाइमा हामीलाई इन्जोय छ हामी टिकट जित्छौँ भने गाइस फरक पर्दैन हामीलाई जहाँ जाओस् आई डोन्ट केयर बट बेला बेला धेरै फिल हुन्छ हामीलाई ला 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 यो दुइटा चाहिँ हामीले हेरेर यता हाम्रो क्यामेरामा त्यस्तो पो भन्नु पर्दैन म सिधै प्रपोज गरिदिन्थेँ गाइस केटीहरूको चिन्जान चाहिँ कमी हुँदैन चाहिँ जुनै केटा पनि चिनेकै हुन्छ गाइस त्यसैले केटीहरूको भरोसा चाहिँ जिन्दगीमा नगर्नु हेर्नु नि यिनीहरूको नचिन्ने मान्छे त कमै होला क्या सो गाइस दसैँमा कसैलाई दसैँ लागिरहेछ कसैलाई रमाइलो लागिरहेछ सो यस्तै हो लाइफ हेर्नु नि त्यहाँबाट गाइस केटीहरू कस्तो पानीपुरी खाँदैछन् होइन यिनीहरू पानीपुरी खाएको देखेर भने त बोयफ्रेन्डको पैसा लुट्यो समेत लुट्दैछ गाइस हेर्नु नि खुवाउदिनुहोस् भने तँलाई ब्रेकअप गरिदिन्छु भन्दैछ होला ऊ हेर्नु न रिसाइसक्यो पुरै रिसाइसक्यो पानीपुरी खाएन भने ब्रेकअप गरिदिन्छ थोपडा हेर्नु नि थोपडा गाइस थोपडा यता चाहिँ हाम्रो सामान किनिदिँदैछ गाइस बेबी तिमीलाई के किनिदिउँ भन्दैछ हाम्रो भोलि बेला बच्चालाई खिलौना किनिदिनै आँटेको छ भनेछ होइन यिनीहरू खेलौना किनिदिँदैछ अर्को कपाल यहाँ हेर्न सकिन्छ होइन गाइस केटाहरूलाई फिदा बनाइन्छ ऊ त्यस्तो छ होइन ग्यास हामी चाहिँ यता कपल्स सबै पाइँदैन नि त होइन